छर छिमेकी अनि आफन्त साथीभाई जलाने के लिए तो निराजन का नाम ही काफी है। बस माचिस तो ऐसे खामोखा बदनाम है। निराजन नाम हैन, एउटा ब्रान्ड हो, ब्रान्ड। नमस्ते साथीहरू, आज म तपाईहरुलाई यस्तो ठाउँमा लिएर जाँदैछु जहाँ पाइला पाइलामा हिउँ छ, चिसो हावा छ अनि मनभरि एउटा छुट्टै न्यानो खुसी। चिसो हावा अनि कपास जस्तै बिछाएको सेतो हिउँ जब हामी जिन्दगीका अनेकौं तनाव र व्यस्ततालाई पन्छाएर प्राकृतिकसँग जोडिन्छौं तब मात्र थाहा हुन्छ जिन्दगी साँच्चै कति सुन्दर छ। मान्छेहरू भन्छन् हिउँ चिसो हुन्छ, तर यो चिसो हिउँको काखमा बिताएका यी फलहरूले मनमा एउटा बेग्लै न्यानोपन दिँदो रहेछ। जिन्दगी भनेकै त यस्तै यादहरू बटुल्ने यात्रा न हो कि होइन र? यदि तपाईँ पनि जिन्दगीको यो भागदौडबाट अलिकति ब्रेक लिन चाहनुहुन्छ भने एकपटक प्राकृतिकको यो सुन्दर काखमा पक्कै पनि आउनुहोस्। आजको यो सानो यात्रा र भ्लग तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट पक्कै पनि गर्नुहोला। भिडियो मन परे शेयर सब्स्क्राइब गर्न नभुल्नुहोला। थ्यांक यू। यो मेरो एकदमै पहिलो प्रयास अनि भ्लग बनाउने मेरो एउटा सानो प्रयासलाई तपाईहरुले सपोर्ट साथ अनि तपाईको हौसलाले पक्कै पनि मलाई सहयोग पुर्याउनेछ भन्ने मलाई विश्वास लागेछ। मान्छेबाट कमी कमजोरी हुन सक्छन्, प्लिज मलाई माफ गर्नुहोला। धन्यवाद।